सम्पूर्णलाई नमस्कार। म प्रस्तुता चन्द्रकान्त भण्डारी। आज हाम्रो यो मानव जीवनमा एकदम महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्वर विज्ञान, हाम्रो इडा र पिङ्गडा, दुईवटा नाडीहरू, इडा पिङ्गडा र सुषुम्ना, तीनवटा मुख्य नाडीहरू विद्यमान रहेका हुन्छन्। यसमा हाम्रो सबैभन्दा महत्त्वपूर्ण जुन सूर्य नाडी र चन्द्र नाडी र सुषुम्ना नाडी बीचमा हाम्रो शरीरमा दुईवटा शरीर, आदि भाग शिव र आदि पार्वतीको स्वरूपमा सूर्य र चन्द्रको रूपमा एउटा इनर्जीको रूपमा हामीले यसलाई विद्यमान रहेको हुन्छ। सौर विज्ञान भनिन्छ यसलाई। र हाम्रो शरीरमा 72,000 नस नाडीहरू हुन्छन्। यी 72,000 नस नाडीहरूलाई सक्रिय गराएर हाम्रो जीवनशैलीलाई कसरी सहज बनाउने अथवा हामीले गर्न चाहेको एक्सनको पार्ट र इमोसनको पार्ट, सूर्य नाडीले हामीले एक्सनको काम गर्छ भने चन्द्र नाडीले इमोसन, माया, प्रेम, सद्भाव, सहानुभूति, दुःख, कष्ट जस्ता वृत्तिहरू यो चन्द्र नाडीले हामीलाई प्रदान गरेको हुन्छ। र एक्सन र इमोसनलाई जसरी हामी ब्यालेन्स गर्छौँ र ब्यालेन्स गरेर हाम्रो जीवन जसरी सक्सेसको बाटोमा अगाडि बढ्छ, हामीले कुनै पनि गोल एउटा एचिभ गर्नको लागि, त्यो एउटा सक्सेसको बाटोमा जानको लागि चन्द्र नाडी र सूर्य नाडी दुवै नाडीहरू सक्रिय हुन अति आवश्यक छ। यसरी तपाईँले सास फेर्दाखेरि जुन नासिकाबाट सास तपाईँको बाहिर निस्किन्छ त्यो नास नाडीका तपाईँको सक्रिय छ भनेर जान्न सकिन्छ। कुन नाकबाट बढी सास बाहिर निस्किन्छ त्यही समयमा तपाईँको 1-1.5 घण्टाको समयमा यसको परिवर्तन, तपाईँ अहिले चन्द्र नाडी चलिरहेको, देब्रे चलिरहेको छ भने केही समयपछि 1-1.5 घण्टापछि दाहिने नासिका, दाहिने नाडीहरू चलिरहेको हुन्छ। र यसरी हाम्रो यो चिसो र तातो एउटा सिस्टमहरू, नर्भस सिस्टमहरू र हाम्रा पञ्चप्राणहरूलाई शरीरमा विभिन्न भागहरूमा पुर्याउने र तिनीहरूलाई समान किसिमले काम गर्ने, समान अपान बयान जस्ता वायुहरूलाई शरीरभित्र लगेर तिनीहरूले एक्सनको रूपमा जसरी काम गर्छन्, ब्लड सर्कुलेसन गर्ने, माइन्डमा सर्कुलेसनहरू गर्ने र हाम्रो मल बेकारहरूलाई बाहिर निकाल्ने, र जुन श्वास प्रश्वास छ प्राणमय कोषले हाम्रो शरीरमा भएका विभिन्न खाद्य पदार्थहरूलाई पाचन गराउने र कस्मिक इनर्जीसँग कनेक्ट गराएर हाम्रो यो सौर विज्ञानलाई हाम्रो अगाडि बढाउन सकिन्छ। जसरी हामीले सौर विज्ञानको रहस्यलाई बुझ्यौँ र हामीले बिहान सबैले उठेर तपाईँको भस्त्रिका प्राणायामहरू गर्नुहोस्। सबैभन्दा पहिला भस्त्रिकामा तपाईँले जसरी सास लिनुहुन्छ र सास छोड्दाखेरि पनि त्यही समान किसिमले तपाईँको ध्यान चाहिने त्यसैमा गएको हुन्छ। र सास लिँदा र केही समय होल्ड गर्दा र बिस्तारै छोड्दाखेरि जुन तपाईँले एचिभमेन्ट त्यसबाट प्राप्त गर्नुहुन्छ, इनर्जीबाट त्यो प्राप्त गर्नुहुन्छ, त्यसलाई तपाईँले आफ्नो ध्यानलाई क्यान्सस गराएर त्यो भस्त्रिका गर्न सक्नुहुन्छ। यसपछि दोस्रो रहेको छ कपालभाती। कपालभातीमा हाम्रो नाभिहरूलाई हामीले सास लिनलाई हामीले यसलाई ध्यान दिमाग चाहिने खियाउँदैनौँ, यसलाई फ्याँक्नलाई मात्रै दिमाग खियाउँछौँ। यसमा हामीले कसरी लिख्छौँ त्यस कुरालाई महत्त्व राख्दैन। हामीले फ्याँक्ने कुरालाई पनि नाभिलाई, मलद्वारलाई माथि खिचेर हाम्रो मुख्य नाडी केन्द्रहरूबाट सासलाई बाहिर फ्याँक्छौँ। र यसपछि हामीले यसलाई के हुन्छ भने हाम्रो कन्सियसनेस चाहिँ नि ध्यानमा हुनुपर्दछ। र अनुलोम विलोम, भस्त्रिका र कपालभातीमा यही फरक छ। भस्त्रिकामा के छ, सास लिँदाखेरि पनि हामी कन्सियस लिख्छौँ र सासलाई फ्याँक्दाखेरि पनि कन्सियसली फ्याँक्छौँ भने कपालभातीमा हामीले फ्याँक्नको लागि मात्रै ध्यानलाई एकदम फोकस गर्छौँ र लयमा मिलाउँछौँ। यसपछि हाम्रो रहेको छ अनुलोम विलोम। अनुलोम विलोमलाई हातलाई यसरी बन्द गरिदिनुहोस्, यसरी यो मुद्रामा राखिदिनुहोस्। दाहिने नासिकालाई बन्द गरिदिनुहोस्, देब्रे नासिकाबाट सासलाई भोर्दिनुहोस्। 1
2 3 4 5 त्यसपछि देब्रे नासिकालाई फेरि बन्द गरिदिनुहोस् 1 2 3 4 5 रिल्याक्स फेरि सास भर्दिनुहोस् सास इन दाहिने नासिकाबाट 1 2 3 4 5 अब होल्ड 1 2 3 4 5 रिल्याक्स पाँचकै गतिमा बाहिर फ्याँकिदिनुहोस् सासलाई फेरि पुनः बढ्दिनुहोस् इनहेल बिस्तारै बाहिर छोडिदिनुहोस् यसपछि रहेको छ हाम्रो स्वर विज्ञानलाई एक्टिभ गर्नको लागि अर्को रहेको छ नाडी शोधन नाडी शोधनको लागि दाहिने नासिका बन्द गरिदिनुहोस् र देब्रे नासिकाबाटै सास लिनु र देब्रेबाटै छोडिदिनुहोस् 10 रिल्याक्स फेरि अब दाहिने नासिकाबाट देब्रे नासिकालाई बन्द गर्नुहोस् रिल्याक्स इनहेल दुवै नासिकाबाट सासलाई बाहिर फ्याँकिदिनुहोस् यसले हामी दुईटै नाडीहरू चन्द्र नाडी र सूर्य नाडी दुईटै नाडीलाई सक्रिय गराउँछ यसले हाम्रो पर्फर्मेन्सलाई गतिविधिलाई पनि ग्रोथ गर्छ र हाम्रो अहिले जति जुन व्यवसाय गर्नुभएको छ त्यसलाई एचिभ गर्नको लागि डबल गर्नको लागि ग्रोथ गर्न अति आवश्यक छ कुनै पनि तपाईले काम गर्नुहुन्छ त्यसलाई ग्रोथ गरेर अगाडि बढ्नु अत्यन्त महत्त्वपूर्ण भूमिका हुन्छ र प्रेम मायालाई पनि ग्रोथ गर्नुस् र आफ्नो धन सम्पत्ति बिजनेस व्यापारलाई पनि ग्रोथ गर्नुस् र आफ्नो सेवाको भावलाई पनि ग्रोथ गरेर अगाडि बढ्नुस् तपाईको जीवन अवश्य सफल हुनेछ यसपछि रहेको छ भ्रामरीको लागि आँखा यसरी बन्द गर्नुस् हातलाई माथि राख्दिनुस् यसपछि स्वर विज्ञानको लागि अर्को महत्त्वपूर्ण छ भ्रामरी हात दुईटा अम्लालाई यसरी यहाँ तल राख्नुहोस् एउटा आउँदा निधारमा र बुढी अम्लालाई कानको भागलाई बन्द गरिदिनुहोस् र भमरा जस्तै हमको उच्चारण हमिङ गर्नेछौँ हामी हातलाई स्पर्श गरिदिनुहोस् आँखामा लगाइदिनुहोस् मुखमण्डलमा लगाउनुहोस् भ्रामरीले पढ्ने बच्चाहरूको लागि दृष्टि बढाइदिन्छ मेमोरी पावरहरू बढाउँछ र हाम्रो एन्जाइटी डिप्रेसन र हाम्रो टाउकोबाट माथिपट्टिका विभिन्न समस्याहरूलाई माइग्रेनहरू विभिन्न समस्या जसले बिर्सनी बानीहरू छ त्यसको लागि सम्झिन लगाएर अत्यन्त फाइदा हुनुहुन्छ थोरै हातलाई मुभिङ गरिदिनुहोस् हातलाई मुभिङ गर्दाखेरि हाम्रो माइन्डहरू सक्रिय हुन्छ तपाईले दुवै हात गर्दाखेरि माइन्ड चाहिँ नि सक्रिय हुन्छ पुरै दुवै हातलाई चलाइदिनुहोस् र यसैमा एउटा
एक्सर्साइज माइन्डको लागि एक्सर्साइज छ। तपाईँको एउटा हातको एउटा औँला गरिदिनुहोस्, अर्को हातको चेन्ज गरिदिनुहोस्। हात परिवर्तन सँगसँगै तपाईँको औँलाहरू पनि चेन्ज गरिदिनुहोस्। तपाईँको एउटा हातको एउटा औँला, अर्को हातको 5 वटा औँला चेन्ज गरिदिनुहोस्। यसले माइन्ड पावर बढ्छ। एकैचोटि दुवैवटा चलाउनु होला। एउटा हात बन्द गर्दा एउटा हात सिधा, एउटा हात तल, एउटा हात माथि परिवर्तन गरिदिनुहोस्। त्यसपछि दुईटालाई फोल्ड गरिदिनुहोस्, थोरै चलाइदिनुहोस्। यसले पनि माइन्डहरू, मेमोरी पावरहरू तपाईँको बढ्छ, कन्सन्ट्रेसन पावरहरू बढ्छ पढ्ने बच्चाहरूको लागि।